व्यवसायको महासूत्र भनेको उद्यमशीलता र प्रोडक्ट सर्भिस हामीले दिने भनेको नाफा कमाउनका लागि हो। हाम्रो पहिलो उद्देश्य कुनै समस्याको समाधान गर्नु हो, सँगै हामीले व्यवसाय उद्यमशीलता गर्दैछौँ भने हाम्रो उद्देश्य नाफा कमाउनु हो। आज हामी कुरा गर्दैछौँ प्रॉफिट, ग्रस प्रॉफिट र नेट प्रॉफिटको बारेमा। हेलो साथीहरू, नमस्कार। 21 दिनको व्यावसायिक महाअभियान लर्निङ फर सक्सेस डे 19 मा तपाईहरु सम्पूर्णलाई हार्दिक स्वागत व्यक्त गर्न चाहन्छु। लगातार हाम्रो टिम 18 दिनदेखि व्यावसायिक महासूत्रको बारेमा तपाईहरुसँग कुरा गरिरहेका छौं। हरेक दिन एउटा फरक व्यवसायको सूत्रको बारेमा तपाईहरुको माझमा हामी लिएर आएका छौं। आज हामी त्यस्तै अर्को एउटा महत्त्वपूर्ण व्यवसायको महत्त्वपूर्ण म्याट्रिक्स जसलाई हामीले चाहिँ प्रॉफिट रेशियो भनिन्छ, ग्रस प्रॉफिट र नेट प्रॉफिटको बारेमा। यो ग्रस प्रॉफिट र नेट प्रॉफिट के हो भन्ने विषयमा रहेर आज हामी कुरा गर्दैछौँ। तपाईलाई हामीले के बुझाउन खोजिरहेका छौं भने हाम्रो व्यवसाय हामीले सञ्चालन गरेको हाम्रो प्रोडक्ट अथवा सर्भिस, हाम्रो उद्यमशीलताको हाम्रो उद्देश्य भनेको हाम्रो के हो? नाफा कमाउनु हो। नाफा कमाउनु उद्देश्य राखिसकेपछि के हुन्छ भने हामीले लगानी गरेर केही प्रॉफिट अथवा केही फाइदा चाहिँ हामीले कमाउनु हाम्रो उद्देश्य हो। आज चाहिँ हामीले त्यसै बीचका चाहिँ व्यवसायका म्याट्रिक्सका दुईवटा कुरा, ग्रस प्रॉफिट र नेट प्रॉफिटको बारेमा चाहिँ आज हामी कुरा गर्दैछौँ। आखिर प्रॉफिट र नाफा हो त दुईटा के हो फरक भन्ने कुरा हुन्छ। जस्तो तपाई कुनै व्यवसाय सञ्चालन गरिराख्नु भएको छ, तपाईको व्यवसायमा डिफ्रेन्ट खालको एक्सपेन्सेसहरु हुन सक्छ हैन, डिफ्रेन्ट फरक खालको खर्चहरु हुन सक्छ। पहिला सुरु ग्रस प्रॉफिटको बारेमा। ग्रस प्रॉफिट भनेको के हो भने तपाईले टोटल वर्षभरि कमाएको अथवा तपाईको टोटल रेभेन्यूको भनेको टोटल आम्दानीको कुल आम्दानीबाट ग्रस प्रॉफिटमा के हुन्छ भने कस्ट घटाएपछि है, कस्ट अफ गुड्स सोल्ड हामीले कुरा गर्छौं नि, कस्ट। किनभने तपाईको व्यवसायमा जहिले पनि हामीले ख्याल गर्नुपर्ने हुन्छ, व्यवसायमा दुईटा प्रॉफिटको कुरा गर्छौं। कस्ट भनेको हामीले यो भन्दा पहिलाको भिडियोमा पनि कुरा गरिरहेका छौं, टोटल रेभेन्यूबाट कस्ट घटाएर आउनेलाई चाहिँ हामी ग्रस प्रॉफिट भन्छौं। भने ग्रस प्रॉफिट पछाडी फेरि त्यहाँ के हुन्छ भने अरु खर्चहरु हुन्छ, जस्तो मार्केटिङ खर्च हैन, तपाईको एडमिनिस्ट्रेटिभ खर्च जुन चाहिँ कस्टमा कन्क्लुजन हुन र टोटल तपाईको रेभेन्यूबाट टोटल बजेटको सबै खर्च घटाएर जति बच्छ त्यसलाई भनिन्छ नेट प्रॉफिट। ग्रस प्रॉफिट भन्दाबित्तिकै रेभेन्यू माइनस कस्ट मात्र घटाइन्छ, त्यसलाई ग्रस प्रॉफिट भन्छ। भने नेट प्रॉफिट भनेको के भने टोटल खर्च भन्दा नेटमा कति फाइदा भयो त भन्ने कुरा तपाईँ यो म्याट्रिक्सले तपाईको व्यवसाय कता जाँदैछ भन्ने कुरा। यदि तपाईँ नेट प्रॉफिट तपाईको ग्रस प्रॉफिट र प्लसमै हुनुपर्छ। कहिलेकाहीँ नेट प्रॉफिट सुरुवातमा मार्केटिङमा बढी खर्च गर्न सक्छ, टिममा बढी खर्च गर्न सक्छ, कहिलेकाहीँ 2-4% हैन तलमाथि हुन सक्छ, माइनसमा पनि हुन सक्छ। तर बिस्तारै त्यो ग्रोथ हुँदै गएपछि प्लसमा आउने हो। नेट प्रॉफिट प्लसमा भएछ भने व्यवसाय फाइदा हुन। तर ग्रस प्रॉफिट र जहिले पनि ग्रस प्रॉफिट र प्रॉफिटमा छैन, प्लसमा छैन भने त त्यो व्यवसाय गर्नु। त्यही भएर व्यवसायको म्याट्रिक्समा अथवा व्यवसायमा तपाईको लागि ग्रस प्रॉफिट र नेट प्रॉफिट अति महत्त्वपूर्ण हुन्छ। यो व्यवसायको लागि तपाईको महत्त्वपूर्ण एउटा फर्मुला हो अथवा महत्त्वपूर्ण म्याट्रिक्स हो। आजको भिडियोमा हामीले ग्रस प्रॉफिट र नेट प्रॉफिटको बारेमा तपाईसँग कुरा गर्यौं। भोलि फेरि अर्को व्यवसायको महत्त्वपूर्ण विषय लिएर 20औं दिन उपस्थित हुनेछौँ। हाम्रो साथ दिनुभएकोमा 19 दिनसम्म लगातार साथ दिनुभएको तपाईहरु सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु र यो च्यानललाई सब्स्क्राइब गर्नुहोला। यस्तै व्यावसायिक अरू कुराहरुका लागि यो भिडियो लाइक, शेयर र तपाईको लाइक, शेयर, कमेन्ट गर्नु भने नबिर्सनुहोला। धन्यवाद।